हेलो गाइस, गुड मर्निङ सबैलाई। ए भेरी गुड मर्निङ। मेरो जस्ट भर्खरै वर्कआउट खत्तम भएको, सो अब चाहिँ म ब्रेकफास्ट लिन्छु। एन्ड मेरो ब्रेकफास्ट चाहिँ यही हो, मेरो प्रोटिन फ्री। मेरो पुराको ब्रेकफास्ट यही हुन्छ, म एक्स्ट्रा केही खान्न। त्यसको बाद चाहिँ म पछि लेट टाइमको बाद फ्रुट्सहरू लिन्छु। गाइस, गुड आफ्टरनुन सबैलाई। आज चाहिँ म दाल मखनी बनाउँदैछु। थर्सडे हो, त्यही लागि चाहिँ हामीले सोच्यो कि लाइक चलो हल्का फुल्कै खाना खा, त दाल मखनीको लागि बनाउँदैछु। अहिले दालहरू बोइल भयो, सो म हजुरलाई देखाउँछु ल। यहाँ चाहिँ मेरो दालहरू पुरा बोइल भयो एन्ड यहाँ सबै रेडी छ। अनियन, टमाटो, जिन्जरहरू है। अब म यसको पुरा कटहरू गर्छु, त्यहाँदेखि फेरि म हजुरलाई देखाउँछु ल। अब म दाल मखनी बनाउनको लागि रेडी गर्दैछु। सो म अलिकति ओइल हाल्छु। म बटर हाल्छु। अहिले जिरा अलिकति हाल्दैछु म। त्यसको बाद रेड चिली, त्यसको बाद लसुन हाल्दैछु। अब अनियन हाल्दैछु म। मैले यसमा टमाटो प्युरी हालिसकेको छु। अब म यहाँ हल्दी हाल्छु, रेड चिली पाउडर, जीरा पाउडर एन्ड यति धनिया पाउडर। द्याट्स इट। अब यसलाई म मिक्स गरेर एकछिनको टाइमसम्म पाक्न दिन्छु। फेरि त्यसको बाद म दाल मखनी हाल्छु। यसमा मैले दाल हालिसकेँ। अब यो अलिकति कसुरी मेथी हाल्छु। यसलाई एकछिन राम्रोसित पाक्न दिन्छु। त्यसको बाद म यसमा क्रिम एड गर्छु। सो अब म फ्रेस क्रिम हाल्दैछु। त्यसलाई म्यास लाइक त्यसको बाद यो तड्का हालिदिन्छु। स्मेल त मजा आएको छ है। फाइनली मेरो दाल मखनी रेडी भयो। यम्मी लाग्दछ। कस्तो छ?